त्यहाँ हेरिरहँदा पनि अडियन्सहरूसँगै बसेर हेरिरहेको थियौँ हाम्रो अगाडि चाहिँ आमाहरू हुनुहुन्थ्यो होइन भर्खरको यङ एकदम एउटा परिवारै बसेर हेरिरहनु भएको रहेछ अनि उहाँहरूले नै परीक्षाजीकै बारेमा कुरा गरिरहनु भएको थियो कस्तो राम्रो गरेको है भनेर अनि धेरै स्टोरी नै उहाँले भनिरहनु भएको छ भनेको उहाँले आफ्नो कथा भनिरहनु भएको छ फिल्ममा अनि त्यसले गर्दाखेरि चाहिँ उहाँकै कथा वरिपरि घुमेको भएर पनि अभियसली मान्छेले उहाँको पात्रसँग अझै बढी कनेक्ट गर्छ र उहाँले आफ्नो पात्रलाई एकदमै मजाले निभाउनु भएको छ त्यो एउटा छोरीका रूपमा एउटा साथीको रूपमा एउटा प्रेमिकाका रूपमा सोल्टिनीको रूपमा चाहिँ परीक्षाजी एकदमै राम्रो कास्टिङ भएको छ यो फिल्ममा जस्तो मलाई लागेको छ। अनि भर्खरै एउटा रमाइलो किस्सा भयो यहाँ भर्खरै हामीले दर्शकलाई सोध्नु बेलामा होइन कास्ट कस्तो लाग्यो भन्दाखेरि हिरोइन चाहिँ एकदमै धेरै राम्रो होइन हिरो चाहिँ ठिक ठिकै भन्नुभयो होइन तपाईँलाई कस्तो लाग्यो होइन त्यो मेरो फर्स्ट फिल्मदेखि नै त्यो कमेन्ट आइहाल्छ मेरो चाहिँ र मलाई पनि म एकदमै खत्रै हिरो छु जस्तो कहिल्यै पनि लाग्दैन होइन अनि त्यही भएर मैले चाहिँ त्यसमा जहिले पनि पात्र निभाउने प्रयास गर्छु मेरो साथीभाइहरूले पनि एटलिस्ट कपाल चाहिँ अलिकति मिलाएर टक्क बनाउनु पर्छ नि अलिकति हिरो जस्तो देखिनुपर्छ नि भनेर भनिरहनु भएको थियो म त्यो भीमसेन जस्तो देखिएको छ कि छैन भन् त भनेको होइन भीमसेन जस्तो छ गाउँघरको केटाहरू त्यस्तै नि हो ल्याङफ्याङ कहाँ कपाल मिलाइरहन्छ र होइन त्यही पनि सानैबाट त्यो अलिकति त्यसको बच्चाको क्यारेक्टरलाई हेर्ने हो भने त्यो जस्तो छ ठुलो हुँदा पनि त्यसरी नै हुँदै जाने हो आशा छ अब भविष्यमा अलिकति त्यो टाइपको हिरोइनलाई सुहाउने टाइपको गुड लुकिङ क्यारेक्टर केही गरौँला तर यसमा चाहिँ मान्छेले मलाई एकदमै राम्रो जस्तो देखोस् भन्दा पनि मलाई भीमसेन देखोस् भन्ने थियो र धेरैजनाले त्यो प्रतिक्रिया दिनुभएको छ। परीक्षाजी धेरैजनाले उहाँलाई नेपालमा शाहरुख खान भनेर पनि सम्बोधन गर्नुहुन्छ होइन तपाईँलाई लाग्छ कि लाग्दैन अरूले भने जस्तो हुन्छ जोडी नमिले जस्तो तपाईँलाई लाग्यो कि लागेन? म पनि कोही कोही बेला त्यस्तो देख्छु आई मिन शाहरुख खान जस्तो कोही कोही बेला मैले भने पनि हुन्छ होइन अब जोडीको कुरा त फिल्ममा हेर्दाखेरि सुरुमा चाहिँ मलाई नि कस्तो कस्तो चाहिँ लागेको थियो होइन तर फिल्म आई मिन नट त्यसरी होइन तर त्यसपछि मुभीमा हेरिसकेपछि चाहिँ होइन यो एकदमै ठिक छ राम्रो छ भीमसेन र दिलासालाई राम्रो देखेको छ भन्ने जस्तो चाहिँ फिल भएपछि चाहिँ तपाईँलाई पनि हुन्छ नि कोरियन हाम्रो हुन्छ नि ब्ल्याक पिङ्कवाला सायद जिसुलाई लिएर तपाईँसँग कम्पेयर पनि भइरहेको हुन्छ तपाईँले त हेर्ने गर्नुभएको छ जेनी हो म हजुर कता कता कमेन्टहरू देखिरहेको हुन्छु कमेन्टहरूमा चाहिँ नेपाली जेनी भनेर कमेन्ट गरिरहनु भएको हुन्छ मलाई एकदमै मनपर्छ उहाँ म पहिला 7 क्लासमा हुँदादेखि नै मैले फलो गर्थेँ अनि मलाई राम्रो लाग्छ हजुर होइन म त्यस्तो के हेर्नु म नेपाली नै हो त्यस्तो कसैको फ्यान एज इन नट ब्लिङ्क नै चाहिँ होइन तर मलाई मनपर्छ ब्ल्याक पिङ्कको फ्यान एज इन ब्लिङ्क या त बिटिएसको आर्मी त्यस्तो केही पनि होइन तर मलाई एकदमै राम्रो चाहिँ लाग्छ। होइन म प्योर नेपाली हो नि होइन प्योर नेपाली के नेपालीहरू चाहिँ अलिकति यस्तो राम्रो हुँदैमा कोरियन जस्तो हुनुपर्ने जापानिज जस्तो हुनुपर्ने चाइनिज जस्तो हुनुपर्ने हो र उहाँहरू त प्योर नेपाली हो आदिवासी जनजाति हो त्यसमा गर्व गरौँ न होइन र उहाँ नेपाली नै हो नि ऊ बरु त्यो यहाँ जो हामी जस्तो भएछ त्यो समयमा त्यो नभन्नु न ए उहाँ आदरणीय जेनीजी होइन मलाई मनपर्छ म नि हेर्छु उहाँहरू के अरे कोरियन सिरिजहरू स्टोरीहरू उहाँले पनि देखाइरहनुहुन्छ तर अब उहाँ जस्तो किन भने होइन तर राम्रै हुनुहुन्छ समग्रमा तर प्लिज यस्तो यो मलाई जुन फिल्ममा पनि हिरोइन नेपालको हिरोइन सबै राम्रो राम्रो छन् त अब के गरौँ म के गरौँ म त एकदमै मक्ख छु अनि बुढेसकालमा टक्कको हेर भाइ भनेर देखाउन पाइएन भाउजूलाई कम्प्लेक्स हुन्छ कि हुँदैन अब तपाईँ हिरोइनहरूसँग काम पनि गरिरहनु भएको छ होइन त्यसलाई म्युजिक भिडियोजहरूमा काम गर्नु र फिल्ममा काम गर्नुमा भाउजूलाई कम्प्लेक्स हुँदैन अब अझ उसलाई अझ समस्या के छ भने अब यो त रिलमा मात्रै होइन कि मलाई त रियल लाइफमा पनि अलिक जोडी मिलेन भन्ने कमेन्टहरू आइरहेको हुन्छ किनभने सी इज भेरी प्रिटी है एकदमै राम्रो छ बिन्दु अनि एकदमै राम्री छ अनि त्यही भएर उसलाई ऊ ठिकठाक लुक्सको भएको भए चाहिँ उसलाई समस्या हुन्थ्यो होला सायद उसलाई यिनीहरू सबै हिरोइनी भन्दा त मै राम्रो छु नि जस्तो फिल हुन्छ होला त्यही भएर उसलाई कहिले पनि त्यस्तो कम्प्लेक्स फिल गरेको छैन र मलाई भनेको छैन खै त्यस्तो त बरु उसँग अलि चाहिँ राम्रो देखाएको छ कहिलेकाहीँ कम्प्लिमेन्ट्रीहरू दिइरहेको हुन्छ मलाई त्यो અહીં कपालको कुरा गरेको थिएँ नि उसैले नि भने हिजो फर्स्ट नै हेरेर अलिकति कपाल त मिलाउनु पर्छ नि उहाँ परीक्षा चाहिँ कस्तो राम्रो देखाएको छ भनेर हुन्छ म चाहिँ देखाएको छैन अनि देखाएको छ तै पनि हुँदैन ठिकै छ प्लिज अर्जुन सर केमिस्ट्री पनि राम्रो छ उहाँहरूको छैन एकदम सहज हो मैले गराउनै परेन
थिएन वर्कसप गरेको थियौँ हामीले 15-20 दिन त्यहीँबाट चाहिँ उहाँहरूको केमिस्ट्री त्यहीँबाट राम्रो स्टार्ट भएको थियो त्यो भएर सजिलो भयो प्रीबाट चाहिँ दुईजनामा डायलगहरू होइन या फिर सिन्सहरू चाहिँ एकचोटि छिट्टै टिप्ने चाहिँ को हुनुहुन्छ दुईजनै हुनुहुन्छ दुईजनै हुनुहुन्छ परीक्षा चाहिँ अलिक धेरै त्यो याद भइरहेको छ मलाई चाहिँ लङ टर्मसम्म मलाई डायलगहरू याद भइरहेको रहेछ हजुर काम गर्दाखेरि चाहिँ दुईजनामा चाहिँ हुन्छ नि केमिस्ट्रीलाई हाम्रो सबैले चाहिँ दुईजनै हुनुहुन्छ दुईजनै होइन अब फिल्म पनि हजुरहरूले हेर्नु भएको छ छैन अब हेर्नुभयो भने थाहा हुन्छ दुईजनाकै राम्रो छ एकदम राम्रो छ होइन फेरि फिल्म त्यस्तो एकदमै केमिस्ट्रीमा मात्रै फोकस छैन जस्तो परीक्षाजी र मेरो मात्रै स्टोरीमा फोकस छैन होइन समग्रमा चाहिँ हामी सबैसँग केमिस्ट्री मिलेको जस्तो छ कि यसमा चाहिँ बाउ छोरीको होस् साथीभाइसँग होस् त्यसले गर्दा स्टोरीमा अलिकति डाइभर्सिटी अलिकति धेरैजनासँग परीक्षाजी कनेक्ट हुनुभएको भएर चाहिँ ठ्याक्कै त्यो भीमसेन र अथवा हामी दुईजनाको मात्रै केमिस्ट्री भन्दा पनि समग्र चलचित्र चाहिँ सबैजनाको एक आपसको कनेक्सन चाहिँ मलाई लागेको चाहिँ एकदम राम्रो कास्टिङ भएको छ फिल्ममा जस्तो लागेको छ मलाई चाहिँ थ्याङ्क यू सपोर्ट गरिदिनु होला सबैले थ्याङ्क यू सो मच